यहाँनिर तिनगिरे भन्ने ठाउँ छ है। जनयुद्धको बेलामा माओवादी र थाना भन्ने ठाउँको डाँडा है ठुलो फेरि यहाँ चाहिँ कहिल्यै पनि घाम नलाग्ने ठाउँ हो। त्यही भएर हिलो छ यहाँ चाहिँ शीतले गर्दा कति छ के। बाटो चाहिँ हामी आएको सुन्तलीमाई कतिमा राम्रो सिन्धुली घरी घुमेर हेर्दा सिन्धुली घरी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार मार्यो नि मायाले मार्यो आउने गाउँ अब चाहिँ हाम्रो बाटो चाहिँ एकदम बिच बाटो आइसकेको। बोतलको पानी एउटा हातले चुरोट ताने अर्को हातले बोतल बुलतैमा फसे म त धाउन थाले होटल बोतलको पानीले आँखा सर्काइ सानीले इज्जत गयो पिउने बानीले यहाँबाट अलि अगाडि गएपछि चाहिँ के चिज देखाउनेवाला छु है। माथि कुहिरो निस्किरहेको छ। मस्त जाडो चाहिँ बब्बालै छ है यो ठाउँमा चाहिँ। अगाडि यहाँदेखि हेर यस्तो मस्त सिन छ कि यहाँ चाहिँ। यसलाई अझै अगाडि गएर देखाउनु पर्छ। एकदम दामी सिन। टक्क हिमाल देखिन्छ, चिसो हावा होइन। तर अहिले चाहिँ जाडो छ, हावा नचल्दै हुन्थ्यो बरु।
हिमाल चाहिँ दामी देखिन्छ र अहिले हामी आइसकेका छौँ यो सुङ्गुरे ढुङ्गा भन्ने ठाउँमा है। यहाँनिर चाहिँ ढुङ्गा, यो चाहिँ हो सुङ्गुरे ढुङ्गा र यसको इतिहास चाहिँ खासै थाहा छैन र पनि फेमस छ है यो ठाउँ चाहिँ। यहाँ चाहिँ ऊ त्यता माथिनिर चाहिँ मन्दिर छ अरे है, ठुलै मन्दिर बनाएर एकदम राम्रो छ। गएको चाहिँ छैन, अर्कोचोटि आउँदा चाहिँ जानु पर्ला। दाइ छ हाम्रो साधन सो अब चाहिँ हामी चाहिँ यहाँनिरदेखि दुईतिर बाटो जान्छ होइन, यहाँ अगाडिदेखि र यता जान्छ अर्घाखाँची है, ठ्याक्कै सिक्दै जान्छ अर्घाखाँची। र यहाँनिर एउटा एकदम फेमस ठाउँ छ क्या त्यो डाँडामा है, म एक दिन तपाईँहरूलाई त्यहाँ पनि गएर भिडियो चाहिँ ल्याउने छु। एकदम फेमस ठाउँ है त्यो चाहिँ। म यहाँनिर तिनगिरे भन्ने ठाउँ छ है, जनयुद्धको बेलामा माओवादी र सेनाहरू यहाँनिर चाहिँ बब्बाल लडाइँ भएको है। यहाँदेखि चाहिँ हिमाल एकदम दामी देखिन्थ्यो है। अहिले चाहिँ जाडो महिना छ नि त, अनि जाडो महिना हुनाले यहाँनिर चाहिँ सर्लक्कै त्यो ऊ लागेछ कि कुहिरो लागेछ होइन, त्यो भएर राम्रो देखेको छैन र त्यसको पनि आउँछ एक दिन भिडियो। केही पनि देखेको छैन, क्यामेरामा चाहिँ देखेको छैन, यत्तिकै हेर्दा चाहिँ ठिकै छ, देखिरहेको छ। र यो बाटो चाहिँ यो जुठा जान्छ है, त्यो हुँदै पाल्पाको है, पाल्पा जुठा पौवा यो बाटो। एउटा कुरा यो बाटो हिँड्दाखेरि होइन, मैले जहिले पनि नोटिस गरेको कुरा चाहिँ के हो भन्दा, त्यहाँनिर मैले तपाईँहरूलाई देखाइहालेँ, त्यहाँनिर सुङ्गुरे ढुङ्गा लेखेछ होइन, तर यहाँनिर चाहिँ सुन्दरे लेखेछ क्या, सुन्दरे ढुङ्गा लेखेछ। लेख्नु चाहिँ के खोजेको खै। यो बाटो चाहिँ अर्घाखाँची र अब हामी चाहिँ छरातिर लाग्दैछौँ। यो घामै नलाग्ने ठाउँ भएर अहिले यस्तो जाडोमा पुरा पानी बगिरहेछ यहाँनिर चाहिँ, घामले नै भेट्दैन भने। My baby, 一人だけ Hey, 一つだけの愛 Got your back, go lie たまにすれ違う But you know it's alright Come on, stay with me Come on, ride with me It's all about you